कम्ती म सबैजनालाई आज चाहिँ एकछिन म माथि गएको देखाउँछु है तपाईँहरूलाई। तपाईँहरूले भन्नुहुँदै होला एक्लो छोरी कता हरायो भनेर। स्वरै यस्तो छ, खस्रो न खस्रो जाति त हुँदैछ है। अस्तिको भन्दा अलिकति चाहिँ खोले है। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ सब्सक्राइब लाइक सेयर गरिदिनु भएकोमा। ए बदमास हेर्नुहोस्, मेरो घरको बाख्राहरूको च्यादरमाथि चढेर ऊ नाचिबस्छ। कुकुर पनि च्यादरमाथि, बाख्रा पनि च्यादरमाथि। यहाँ यी दुईवटा चढ्दैछ। ऊ यहाँ भट्टु कोट्याउँदैछ। यसको नाम भट्टु हो नि। तिमीहरू घरमै बस्नु नि, स्याल आउँछ है। म एकछिन माथि गएर आउँछु म। घरमै बस्नु नि, पानी पऱ्यो भने पनि केही हुँदैन। अब बित्ने टाइमै हो। म हिँडेपछि यहाँ हेर्नुहोस्, ऊ सब लाइन लाग्छ। उनीहरूलाई जस्तो खुसी त कसलाई हुन्छ। यो चाहिँ कसैको बुढी दुख्दैछ भनेदेखि यसको पत्ताको पानी खानुहोस् है, चट्टै हुन्छ अरे। यो झाँक्रीले भनेको, मैले चाहिँ भनेको होइन है। फेरि पत्ताको पानी खानु अरे हो। यो चाहिँ हाम्रो आइसिडिएस स्कुल हो। यो फुल चाहिँ तपाईँहरूले हात खुट्टाहरू यदि मर्क्यो के भयो भने यसको जरा पिसेर लगाउनुहोस् है। चट्टै चट्टै हुन्छ। यहाँ हाम्रो पहिला नलाकथाङको दोकान थियो नि, के गर्नु अब। दोकान चलाउने मान्छे छैन, दोकानै बन्द। ओ माने यहाँदेखि माथि रोडसम्म पुग्नै टाढो हो। उकालो ओह्रालो बोक बनेको नि त्यहाँ तल बहिनीको नानी। यसको आमा चाहिँ कहाँ गयो? ए आमाको साथी? आमा चाहिँ अन्त लड्यो भन्दै थियो त हो। के भएको? के भयो अरे? डक्टरले के भन्यो अरे? बाबा माथि नै हुनुहुन्छ? त्यो छ है हाम्रो गाउँठाउँहरू चाहिँ। यहाँ हेर्नुहोस्, मेरो बडीगार्डहरू लाइन लागेर उकालो चढेको। अब कुनी कहाँ गएको? त्यो कुखुरा गोठाला गर्नु बस्नु भनेको थियो घरमा। सबैजना पो हिँड्छ त, हिँड्यो भने त। ओ यसको नाम स्विटी हो, यसको नाम छुच्ची हो। ओ हेर्नुहोस् बडीगार्डहरू कुदेको। माथि कान्छी हो। भन्दै एउटा सानो क्लिप हाल्दैछ है। तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू फर वाचिङ। मेरो तपाईँहरूलाई पानीको कुवा देखाउँछु ल। अब त पानी पलायो नि। ए हो मेरो पानीको कुवा चाहिँ।